हेलो हजुर दर्शक नमस्ते, यहाँहरू सम्पूर्णलाई स्वागत छ मेरो यो अनलाइन अर्निङ च्यानलमा। र म फेरि आइसकेको छु अनलाइन अर्निङ अन्तर्गत न्यू आइपिओ लिएर। साथीहरू, यसभन्दा अघिल्लो भिडियोमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपिओ भिडियो लिएर आएको थिएँ। साथीहरू, त्यो भिडियो हेर्नुभयो कि नै? त्यो भिडियो हेरेर एफपिओ 2081 12 26 गतेसम्म भर्न सक्नुहुनेछ। साथीहरू, आजको भिडियोमा प्योर एनर्जी लिमिटेडले आइपिओ निष्कासन गरेको छ। साथीहरू, आजको भिडियोमा प्योर एनर्जीले कहिलेदेखि आइपिओ निष्कासन गर्नेछ, कति किता निष्कासन गर्नेछ र कति आवेदन दिन सकिन्छ र कम्पनी कस्तो छ, यी सबै कुराको बारेमा विस्तृत जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथीहरू, प्योर एनर्जीले 2081 12 28 गते आइपिओ निष्कासन गर्ने भएको छ र 2082 वैशाख 2 गते बन्द गर्नेछ। तर यदि 2 गतेसम्म आवेदन पुरा भएन भने 2082 वैशाख 11 गतेसम्म आइपिओमा आवेदन दिन सकिनेछ। तर अहिलेको आवेदकको सङ्ख्या धेरै भएको कारणले यो आवेदन मितिको अन्तिम मितिमै ओभर सब्सक्राइब हुने भएको कारणले यो 2082 1 11 गतेसम्म सायद नपुग्ला। साथीहरू, यो कम्पनीले 11,95,200 किता सेयर निष्कासन गरेको छ। यसमा न्यूनतम 10 कितादेखि अधिकतम 1 लाख किताको लागि आवेदन दिन सकिनेछ। यो कम्पनीले यसअघि पनि स्थानीयको लागि जारी पुँजी 80 करोड रुपैयाँको 2% अर्थात् 1 करोड 60 लाख रुपैयाँ बराबरको 1,60,000 किता सेयर बिक्री गरिसकेको छ। त्यसपछि पनि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि पनि 1,44,000 किता सेयर बिक्री गरिसकेको छ र अब सर्वसाधारणको लागि यो आइपिओ निष्कासन गरेको छ। साथीहरू, अब यो कम्पनीको बारेमा भन्नुपर्दा यो कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी BB स्क्वायर रेटिङ प्रदान गरेको छ। यो रेटिङलाई राम्रै मान्न सकिन्छ किनकि यो रेटिङले कम्पनीको दायित्व वहन गर्न क्षमतामा औसत जोखिम भन्दा कम्पनीले कुनै कारणवश कम्पनीलाई विस्थापन गर्न परे पनि लगानीकर्ताको लगानी औसत रूपमा प्रदान गर्न सक्दछ। हुन त यो रेटिङ लामो समयको लगानीकर्तालाई धेरै आवश्यक हुन्छ। जो ठुलो लगानी गर्ने लगानीकर्ता हुनुहुन्छ तिनीहरूले फन्डामेन्टल एनालाइसिस गर्दा यी कुराको धेरै ध्यान दिनुहुन्छ। र साथीहरू, यो कम्पनीमा गोल्यान समूहको लगानी छ भने यसको बिक्री प्रबन्धकको काम नोबेल इन्भेस्टमेन्ट ब्याङ्कले गर्दैछ। साथीहरू, यसको वित्तीय अवस्थाको कुरा गर्ने हो भने प्रति सेयर आम्दानीको कुरा गर्ने हो भने आर्थिक वर्ष 2080-81 को अनुसार 2.75 पैसा रहेको छ भने यस्तै गरी यसको नेटवर्थको कुरा गर्ने हो भने 96.45 पैसा छ। 96.45 पैसा भएको कारणले यो कम्पनीको ओपनिङ रेन्जमा जाँदाखेरि 96.45 पैसादेखि 288 सम्म जानेछ। यो कम्पनीको पहिलो दिनको ओपनिङ रेन्ज हुनेछ, तर पनि यसको सेकेन्डरी मार्केटमा राम्रो हुनेछ। साथीहरू, यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला र कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला। र यस्तै अनलाइनबाट आम्दानी गर्न सिक्नको लागि यो भिडियोलाई यो अनलाइन अर्निङ च्यानललाई सब्सक्राइब गरिदिनुहोला र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।